धैर्य रहनु विपत्ति सहनु जस्तो परे तापनि, धैर्य रहनु विपत्ति सहनु जस्तो परे तापनि, कोही जन्मदैन यो धरतीमा, कोही जन्मिँदैन यो धरतीमा दुःख मै मात्र भोगुला भनी, कोही जन्मिँदैन यो धरतीमा दुःख मै मात्रै भोगुला भनी। त्यसैले सम्पूर्ण आदरणीय मित्रबन्धुहरू, मानिसलाई हरेक उतार चढाव आउँछ जिन्दगी जिउनका लागि। जन्मिँदाखेरि त सङ्घर्ष गर्नुपर्छ, जन्मिसके पश्चात जब चेतना हुन्छ तब त धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यसैले त्यो सङ्घर्ष गर्ने क्रममा आँधी आउन सक्छ, आँधीले लच्काउन सक्छ, तर भाँचिनु हुँदैन। आँधी आउन सक्छ, आँधीले लच्काउन सक्छ, तर भाँचिनु हुँदैन। त्यही भएर बुढापाकाहरूले भन्ने गर्नुभएको थियो, धैर्य रहनु विपत्ति सहनु जस्तो परे तापनि, कोही जन्मिँदैन यस धरतीमा दुःख मै मात्रै भोगुला भनी। त्यसैले आफूलाई धैर्यशाली बनाई अधैर्य नभई जस्तोसुकै दुःख पीडा बाधा अडचन उतार चढाव आए तापनि आँधी आउन सक्छ, तुफान आउन सक्छ, लच्काउन सक्छ, तर भाँचिनु हुँदैन। यहाँहरूलाई कस्तो लाग्छ मेरो विचार? जस्तो लाग्छ त्यस्तै आफ्नो कमेन्ट पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला भन्दै अहिलेलाई फेरि यहाँहरूसँग छुट्टिन चाहन्छु। फेरि यस्तै टिप्सहरू यहाँहरूमाझ प्रस्तुत गर्नेछु।